फाइनली आज चाहिँ हामी जाँदैछौँ फ्राइडे छुट्टी भएर माछा मार्ने हिँडेको। यो चाहिँ हाम्रो टोली हो आजको। अनि यो चाहिँ म। आज चाहिँ हामी जाँदैछौँ बसी खेल्न। मेरो साथीलाई छाता काम के अरे काम गरेन। आज कति माछा मार्ने हो? आज अब रक्सी ल्याउने आज। ओ माइ गॉड, एक बोतल रक्सी ल्याउने अरे। घुमेटमा पनि रक्सी पाउँदो रहेछ मजाको। लोकल रक्सी त्यही पनि होइन। हामी जाने नेस्टो मार्केटमा जाने अब चाहिँ हामी। नेस्टोमा चारो माछाको लागि अब चारो त चाहिन्छ। सो हामी यहाँ नेस्टो मार्केटमा जाँदैछौँ। अब चारो चाहिँ कस्तो पाइन्छ मलाई चाहिँ थाहा भएन होइन। आज म फर्स्ट टाइम जाँदैछु। यहाँ माछा मार्ने मेन मान्छे चाहिँ यता हुनुहुन्छ हाम्रो। हेलो हेलो हेलो, हम जा रहे हैं अभी। आप लोग कस्तो लाग्दैछ आज? कति माछा मारिन्छ जस्तो लाग्दैछ तपाईँले भन्नु त? यता देखाउँदैछु म फेरि उता हेर्नु। 10 किलोको पर्छ आज। 10 किलो? ए ल। पुणे सरलाई सरप्राइज दिने अरे। अब यहाँ चाहिँ गाडी पनि हेर्दै जानु पर्यो हामीले। अब नेस्टो मार्केटमा तिम्रो फोनै सानो भयो नि। अब हामी चाहिँ फाइनल्ली जाँदैछौँ। यहाँ यत्रो टोली जाँदैछ। त्यो मार्केटको मान्छे पनि तर्किन्छ होला। के चाहिँ लिन आयो भने हातैमा फेरि सक्दैन सुन्दै। अब यहाँ हामी जाँदैछौँ। कुन ग्याङ अरे हाम्रो अरे? ककरोच। ओ माई गॉड, ककरोच ग्याङ। नेस्टो भनेको अब यहाँ आइसक्यो हामी नेस्टो मार्केट। अब यहाँ हामी जाँदैछौँ नेस्टो मार्केट। जाने चाहिँ यहाँ आइसक्रिम लिनु पर्यो जस्तो छ। यहाँ चाहिँ हेर्न सक्नुहुँदैछ। चारो भन्दा नि अब केटाहरू चाहिँ यहाँ खाने तेल चाहिँ हेर्दैछ कि केटाहरू। अनि म चाहिँ यहाँ केही सामान लिन चाहिँ आएको होइन। एसीमा चाहिँ एसीको हावा मात्र आएको। म चाहिँ सामान किन्ने चाहिँ आएको होइन। अब यहाँ चाहिँ केटाहरूले चिसो किन्ने होला। चिसो किनौँ न हो। ओ सरोज ल चिसो किन्नु। खै जे किन्दा नि हुन्छ तर चिसो चाहिँ हुनु पऱ्यो, खाने चाहिँ हुनु पऱ्यो। एटिएम अनलिमिटेड कार्ड छ अरे। यता हाम्रो साथीले केही किन्ने यहाँ रहेछ। मेन त यता पो रहेछ। यताको मार्केट चाहिँ यस्तै छ होइन। सोल्टी खोइ सोल्टी ल्याउ न हो। ओ सोल्टी स्पेन्सर म्यान स्पेन्सर भनेको यता मान्छे होइन। स्पेसल होइन इन्स्पेन्सर आजको किन्ने मान्छे तपाईँ हो होइन। यो किन्ने यहाँ चाहिँ पैसा मागेको छ यहाँ मेरो साथीले होइन। अब पैसा छैन भन्दा पनि मागेको छ। अब यस्तो हुन्छ यस्तो हुन्छ। यहाँ हाम्रो चन्द्र दाइले चारो किनिसक्नुभयो। खोइ यो चारो आइसक्यो। हुन्छ
फर्किसक्यौँ अब हामी जाँदैछौँ सिसाइडतिर जाँदैछौँ गाइस हामी अब सिसाइड त्यसै कालो मान्छे झन् कालो हुने भयो अब हामीले डढाउने भयो फाइनल्ली हामी चाहिँ मेन रोडमा आइपुग्यौँ हाइवे यो हाइवेको नाम चाहिँ थाहा भएन यहाँ टोलीहरू हिँड्दैछ अब हामी चाहिँ अलिकति सिधा बाटो जान्छौँ के भन्नु छ कि के भन्नु छ भने भनिहाल्लाई कस्तो फिल हुँदैछ यो के हो यो चाहिँ मेरिन्डा भन्ने यो तिम्रो तर्फबाट हो यो चाहिँ त्यही हो आजले खाएर समुद्रमा यहाँ चाहिँ सारा कम्प्लेक्स रहेछ यहाँ चाहिँ घुम्न आउनु यहाँ चाहिँ सपिङ गर्न आउनु के छ यहाँ सिनेमा हल छ के छ यहाँ सबै पाइन्छ यहाँ चाहिँ फाइनली हामी चाहिँ अब यहाँ सिसाइड पुग्न आँट्यौँ गाइस धेरै समयपछि धेरै समय लाग्यो आज चाहिँ सिसाइड पुग्न है सिसाइडको दृश्य अब यहाँ यस्तो देखिँदैछ यो चाहिँ खुल्ला जग्गा छ यहाँ चाहिँ सिसाइड हेर्नु हुँदैछ होला समुद्र छ हाम्रो मेरो सोल्टीलाई कस्तो फिल हुँदैछ आज त नआउने होइन नआउने हो समुद्रको नुन पानी खाने हो पेट फुलाउने हो अनि जति पसिना अहिले आउँदैछ सबै समुद्रमा बगाउने होइन तर समुद्र त छ तर छाल आउँदैन क्या समुद्रमा छाल आउँदा चाहिँ अझै राम्रो हुन्थ्यो होइन यहाँ चाहिँ शीतल छ गाइस गल्यो भने यहाँ चाहिँ आएर आराम गर्नु मिल्छ शीतलमा टिकटक स्टारहरू यता हुनुहुन्छ ओ माई गॉड बिग फ्यानहरू होइन फाइनली हामी चाहिँ आइपुग्यौँ यहाँ समुद्रमा देख्न सक्नुहुँदैछ तपाईँ यस्तो छ राम्रो छ आज चाहिँ अलिकति राम्रो छ समुद्र बनाउने हो यहाँ पौडी खेल्ने हो यहाँ मेरो सोल्टी पनि खेल्ने हो आज रमाइलो छ रमाइलो होलिडेको दिन रमाइलो छ सन्डो लगाएर कि कट्टु लगाएर एकजना गयो नुहाउनु समुद्रमा यस्तो छ पानी चाहिँ हाम्रो दाइ चाहिँ त्यहाँ माछा मार्नु हुँदैछ अब कति माछा मार्ने हो थाहा छैन हामी चाहिँ अब फर्केको हाम्रो 5 जनाको टोली थियो अब 4 जना भयो एकजना चाहिँ माछा मार्दैछ होइन सो अब हामी चाहिँ अब यहाँ नबस्ने अब हामीलाई माछा नदिने अरे त्यही भएर हामी चाहिँ हिँडेको होइन माछा नदिने भएर पनि तपाईँ यो घाममा डढेर कालो हुन्छ यतिकै कालो भएको छु फेरि